हेलो गाइज, इट्स मी मिका। म चाहिँ आज हजुरलाई एउटा प्रश्न सोध्न चाहन्छु। हजुरलाई चाहिँ कतिको चुनाव लाग्दैछ? मैले चाहिँ यो प्रश्न गरेँ किनभने यस भिडियोमा चाहिँ म हजुरसँग चुनावको विषयलाई लिएर मेरो आफ्नो कुराहरू अर्थात् मेरो विचारहरू चाहिँ केही सेयर गर्न चाहन्छु। अनि चुनावको बेलामा चाहिँ नेपालमा कस्तो माहौल हुन्छ, गाउँघरहरूमा ठाउँ ठाउँमा चाहिँ के कुराहरू हुन्छ, त्यो माहौलको कुराहरूलाई अनि कसरी चुनावहरू हुन्छ ती कुरालाई लिएर चाहिँ म छोटो रूपमा केही कुराहरू सेयर गर्न चाहन्छु। अनि मलाई चाहिँ नेपालमा चुनाव भन्ने बित्तिकै एकदमै धेरै मन नपर्ने कुरा, अनि मैले अहिलेसम्म भोट दिएको पनि छैन, मसँग भोटिङ कार्डै छैन। अनि मैले चाहिँ अहिलेसम्म कुनै राजनीतिक पार्टीको झन्डा बोकेर पनि हिँडेको छैन, अनि कुनै र्यालीमा पनि म गएको छैन। मलाई यस्तो हुनुको कारण चाहिँ के भने एउटा नेपालको पोलिटिक्स जुन अनि पोलिटिकल लिडरहरू छ नि, त्यो एकदमै धेरै मन नपर्ने के। किनभने यति धेरै भ्रष्टाचार छ नि नेपालमा, यो चाहिँ त्यही लिडरहरूले नै सुरु गर्यो। आज ठुल्ठुलो पोजिसनमा भएको पोलिटिकल लिडरहरूले चाहिँ भ्रष्टाचार गरेको कारणले गर्दा चाहिँ देश पुरै भ्रष्टाचारले भरिएको छ। आज माथिदेखि लिएर तलसम्म गाउँघरमा पनि हामी जहाँ पनि हेर्छौँ भने भ्रष्टाचार नै छ। पायो भने जसले पनि जसलाई पनि लुटिदिएको छ होइन, हरेक कुरामा। अनि त्यही भएर चाहिँ मलाई यो मुख्य चाहिँ हो कि मलाई भ्रष्टाचार चाहिँ नेपालमा एकदमै धेरै भएको कारणले गर्दा चाहिँ मलाई यो नेपालको पोलिटिक्स अनि पोलिटिकल लिडरहरू चाहिँ मलाई मन पर्दैन। अनि पोलिटिकल लिडर नै मन नपर्ने भएपछि चाहिँ चुनाव कसरी मन पर्छ होइन। अनि मैले त्यही भएर अहिलेसम्म भोटै दिएको पनि छैन। अनि लास्ट टाइमको चुनावमा चाहिँ म नेपालमै थिएँ, अनि काठमाडौँमा थिएँ, म र दादा बस्थ्यौँ। अनि दादालाई चाहिँ घरबाट कल आएछ ठुलमम्मीको, उहाँले चाहिँ भन्नुभएछ चुनाव आयो तिमीहरू घर आउने होइन भनेर चाहिँ कल गर्नुभएको रहेछ। अनि दादाले चाहिँ मलाई पछि भन्नुभयो, दाजुभाइ भेट्दा घर जाने हो कि होइन, चुनाव आयो अरे, घरबाट कल आएको थियो भनेर भन्नुभयो। चुनाव त आयो अनि गइहाल्छ नि भनेर मैले भने होइन, घरबाट अब बोलाइराख्नु भएको छ भनेर भन्नुभयो दादाले फेरि। अनि फेरि मैले यसमा के रिप्लाई दिएँ भने के हामीलाई पनि उठाइदिनु भएको हो र चुनावमा, यो चाहिँ स्थानीय चुनाव थियो क्या। अनि मैले भने कि के हामीलाई पनि उठाइदिनु भएको हो र चुनावमा, हामी जानुपर्ने भनेर मैले रिप्लाई दिएँ। किनभने चुनाव मन नपर्ने भएको कारणले गर्दा मैले यसरी रिप्लाई दिएको। अनि फेरि भन्नुभयो दादाले होइन स्थानीयको चुनाव रे, अनि गाउँघरकै सबैजना उठेको हुन्छ प्रायः जस्तो, अनि भोट दिन पर्ने र अङ्कलहरूले पनि गाउँघरको अङ्कलहरूले पनि बोलाउँदै हुनुहुन्छ अरे, बरु सबै खर्चहरू हामी हेरिदिउँला, छोराहरूलाई बोलाउनु भनेर भन्दै हुनुहुन्छ अरे भनेर भन्नुभयो दादाले। अनि मैले के भने अनि तिमीले पनि यसो भनिदिनु पर्दैन, बरु त्यो अङ्कलहरूलाई चाहिँ चुनावमा यो चुनाव भनेर पछि नलागिकन बरु काठमाडौँ पठाइदिनु, बरु सबै खर्चहरू हामी हेरौँला, अनि काठमाडौँ हामीसँग हाम्रै रुममा राखेर बरु मजाले खाँदेर के हुन्छ मजाले राखेर अनि पठाउँला घर भनेर भन्दैन भनेर मैले यसरी रिप्लाई दिएको। किनभने चुनाव एकदमै धेरै मन नपर्ने क्या। गाउँघरमै पनि एकदमै धेरै एकले अर्कालाई लुट्ने त्यस्तो छ नि त। अनि गाउँघरकै मान्छेले पनि भ्रष्टाचार गरिरहेको छ, अनि मलाई त्यही भएर मन पर्दैन क्या। अनि मैले चाहिँ यस्तो रिप्लाई दिएको थिएँ। अनि यति मात्र होइन कि यो भ्रष्टाचार मात्रै होइन कि यो चुनावको बेलामा नि गाउँघरमा कस्तो हुन्छ भने मैले देखेको, अनि म त हिँड्थिनँ त्यति धेरै बाहिर, म यो चुनावको बेलामा पनि मलाई केही लाग्थेन। अनि मैले भोटै नदिने भएपछि मलाई मनै नपर्ने भएपछि म किन लाग्थेँ र। तर ठुल्ठुलो दाइहरू हुनुहुन्थ्यो यो चुनावको बेलामा चाहिँ, ठुल्ठुलो दाइहरू अब सबैजना एउटै पार्टीमा हुँदैन नि त, कोही कसैको अब कुनै पार्टी हुन्छ, कसैको कुनै पार्टी हुन्छ होइन। कसै अब आफ्नो परिवार एउटा पार्टीमा भएको कारण त्यही पार्टीमा लाग्नुहुन्छ, अनि कसैलाई चाहिँ कुनै पार्टी मन परेको कारणले गर्दा त्यो पार्टीमा लाग्नुहुन्छ। अनि घरको दाइहरू अरू बेलामा एकदमै धेरै मिलेर सँगै खाएर
सँगै यति धेरै मिलेर हिँड्ने दाजुभाइहरू दाइहरू पनि अनि चुनावको बेला चाहिँ एउटा एउटा पार्टी भनेर म त यो पार्टीको म त्यो पार्टीको त यो पार्टीको म त्यो पार्टीको भनेर एकअर्कासँग नबोलिकन पनि एउटा रिसाएर त्यो नजिकको सम्बन्धलाई पनि टाढा बनाएर त्यो जुन त्यो दूरीलाई नै लम्बाइदिने टाढा बनाउने त्यो कुराहरू हुन्थ्यो क्या। अनि यति मात्र होइन कि घर परिवारमै पनि ती कुराहरू हुन्छ। अनि त्यही माथि अब राम्रो लिडरहरू भएको भए होइन अलि देशको लागि केही गर्ने होइन परिवर्तन गर्ने अनि त्यसमा चाहिँ एउटा देशलाई चाहिँ एउटा भनौँ न विकासतर्फ चाहिँ डोर्याउने होइन देशमा एउटा कुनै नयाँ कुराहरू गर्ने त्यस्तो लिडरहरू आए पो अब भोट दिन पनि मन लाग्छ होइन। अनि चुनावमा पनि एउटा एउटा इन्ट्रेस्ट देखाउन मन लाग्छ छैन कुनै कुरा। अब तर अहिले त सायद धेरैजना न्यू फेसेसहरू हुनुहुन्छ यो इलेक्सनमा त उहाँहरूले त अब के गर्नु होला त्यो ग्यारेन्टी त कसैले पनि दिन सक्दैन किनभने नेपालको त हो राजनीति होइन। अब नेपाल अब केही हदसम्म अब किनभने धेरै धेरै एउटा भ्रष्टाचारले भरिएको देशमा एकैचोटि झ्याप्पै धेरै कुरा गर्न पनि सकिँदैन होला बिस्तारै चेन्जेस होला केही कुराहरू चाहिँ चेन्ज होला यो चुनावमा तर एकदमै धेरै चेन्ज हुन्छ एकदमै धेरै माथि पुर्याउँछ होला देश भनेर चाहिँ कसैले पनि आशा गर्न चाहिँ एउटा स्वाभाविक हो जस्तो पनि लाग्दैन। आशा गर्न स्वाभाविक हो तर चेन्ज चाहिँ भइहाल्ला चाहिँ भन्न सकिँदैन टाइम लाग्ला मलाई चाहिँ त्यो लाग्छ होइन। हजुरलाई चाहिँ अब चुनावलाई लिएर के कस्तो लाग्छ यदि यो हजुरको कुनै विचारहरू छ भने चाहिँ कमेन्टमा लेखिदिनु होला। अनि यही हो हजुरले चाहिँ आफ्नो भोटलाई चाहिँ एउटा सदुपयोग गर्नु होला अनि जस्तो पाए त्यस्तै लिडरहरूलाई चाहिँ भोट नदिनु होला अलि राम्रो जसले चाहिँ केही गर्छु भन्ने चाहिँ भिजनलाई लिएर बोकेर चाहिँ हिँडेको छ होइन। अनि त्यो लिडरलाई चाहिँ भोट दिनु होला। अनि सबैजना एकदम अब भनौँ न कसैमा पनि अब सबै कुराहरूमा पूर्ण हुँदैन पर्फेक्ट हुँदैन। यो भोट भनेको चाहिँ एकदम राम्रोलाई 100% राम्रोलाई दिने भन्ने कुरा होइन रहेछ किनभने 100% चाहिँ त्यही माथि नेपालको लिडरहरूमा भेट्न गाह्रो पर्छ तर अलि कम नराम्रो मान्छेलाई चाहिँ भोट दिनु होला। राम्रो त भन्दिनँ तर कम नराम्रो मान्छेलाई चाहिँ धेरै नराम्रो मान्छेलाई भोट दिनु भने चाहिँ फेरि त्यही हो देशको हालत तर कम नराम्रो मान्छेलाई चाहिँ भोट दिनु होला मेरो चाहिँ यही सुझाव हो। हुन्छ यही हो कि भोटको सदुपयोग गर्नु होला कतिपय राम्रो लिडरहरू पनि उठ्नु भएको होला त्यो त अब अहिले भन्न सकिँदैन तर पछि उहाँहरूले गर्नुभएको कामहरूले नै उहाँलाई प्रस्तुत गर्छ। हुन्छ हजुरलाई के लाग्छ कमेन्टमा लेखिदिनु होला। हुन्छ बाई बाई।